सबैलाई आज हाम्रो इनफ्याक्ट 151 हप्ता पुग्यो होला के अरे लागु औषध दुर्व्यसन विरुद्धको सचेतना फैलाउने हाम्रो निरन्तर भइरहेको छ। 2 मिनट जति लागेर सबैले सुन्नु होला है। र उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू अभियानमा जोडेर आउनुहुने सबैजना पत्रकार सबैलाई नमस्कार। घुम्न आउनेहरूले पनि सुन्दा हुन्छ यो चिज होइन। हामी सबै संसारलाई सुनाउन चाहन्छौँ। हामी जे गर्छौँ बृहत गर्छौँ, बृहत गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। लागु औषध भन्ने बित्तिकै जुन कुरा सेवन गर्दाखेरि प्रहरीले पक्रिन्छ, कानुनमा दण्डनीय छ, त्यो लागु औषध हो भनेर बुझ्दाखेरि भइहाल्यो होइन। लागु औषध सेवन गर्नु हुँदैन भन्ने हाम्रो अनुरोध छ, हाम्रो आह्वान हो, सधैँभरि हामी भनिरहन्छौँ। तैपनि अब लागु औषध सेवन गर्नेले गरिराखेकै छ। लागु औषध बेचबिखन गर्नेहरूलाई पनि मेरो अनुरोध छ, त्यसो नगर्नु। पक्रिन्छ प्रहरीले एक दिन मुद्दा चलाउँछ, इज्जत जान्छ, समाजसँग लिलिबाग दुःख पाइन्छ। सिधा सिधी कुरा त्यही हो। केटाकेटीहरूलाई फसाउने, सङ्गतको कारणले बिग्रिने भन्ने खालको कुराहरू पनि हामीले देखिरहेको, भोगिरहेको, बुझिरहेको छ, देखिरहेका छौँ। त्यसका लागि चाहिँ रोकथाम गर्नका लागि हामी गरिरहेका छौँ। हामीले यो विषयमा नबोल्दाखेरि पनि हुन्थ्यो होला भन्ने पनि लाग्छ कतिलाई होइन। किन बोलिरहेको भन्ने पनि लाग्छ होला। त्यो 1 जनै मात्रै, 10 जनै मात्रै, 50 जनै मात्रै मान्छेलाई पनि लागु औषधको मार्गबाट छुटाउन सकियो भने हाम्रो अभियान सार्थक भएको विश्वास गर्नुपर्छ। केही नहुनुभन्दा केही हुनु राम्रो होइन। त्यसले गर्दाखेरि थोरै भए पनि चेतना जुटाउन भने हामी बोलिरहनुपर्छ भन्ने हाम्रो मान्यता हो। कतिलाई भन्छ, कतिले चाहिँ भन्छन् अब यो कति साह्रो, यो किन गर्नुपर्ने, यो 151 हप्ता भइसक्यो, यो अब छोड्दा हुँदैन भन्नुहुन्छ कतिले होला। हुँदैन, यो आजीवन चलिरहन्छ। जीवन रहँदैसम्म हामी बोलिरहन्छौँ कृतिका विरुद्धमा, विसङ्गतिका विरुद्धमा, कुलतका विरुद्धमा है। हामी बोलिरहनुपर्छ। हामी बोल्छौँ र अरूलाई बोल्न सिकाउँछौँ। अब अरू पनि बोल्नुपर्छ। म मात्र एक्लै बोलेर हुँदैन, तपाईँ मात्र एक्लै, यति मात्र एक्लै बोलेर हुँदैन। सबैजना मान्छे बोल्नुपर्छ विकृति विरुद्धमा। मान्छे बिग्रिरहेछ आज होइन। यतिखेर पनि हेऱ्यौँ भने कोही कोही मान्छेहरू लुकेर लागु औषध सेवन गरिराखेको होला। त्यस्ता मानिसहरूलाई हामीले बचाउनुपर्छ। हाम्रो अभियानको मुख्य लक्ष्य उद्देश्य नै त्यही हो। अब कसरी बचाउने त? बोलिराखेर यसो छातीमा नो ड्रग्स भनेर लेखेको टालेर मात्रै हुन्छ त भनेर कतिले भन्छन् होइन। यो भनेको चेतना हो, त्यो त मेसेज होइन। मेसेजले, सन्देशले एउटा चेतना छर्ने काम गर्नुपर्छ र त्यो सन्देशले परिवर्तन ल्याउन सक्नुपर्छ। त्यो चिज केही परिवर्तनहरू हामी महसुस गर्न सक्छौँ हिजो आज धरानमा। तर अझैसम्म पनि तपाईँको चाहिँ नि जिरो समस्या चाहिँ समस्या चाहिँ जिरोमा झरिसकेको कोसिस गरिरहेको। हिजो हामी आउँदाखेरि 100 थियो भने अहिले त्यो झरेर 30 मा झरेको छ, तर जिरो त भइसकेको छैन। 30 मा चाहिँ झरेको छ, जिरो त भयो। अझै त्यो 30% विकृति चाहिँ छ। त्यसलाई पनि जिरोमा जाने उद्देश्य, कोसिस, प्रयत्न, अभियान हामी सबैको यो साझा प्रयासबाट चलिरहेको छ। यसमा अभिन्न अङ्गको रूपमा पत्रकार साथीहरू रहनु भएको छ, तपाईँहरूलाई धन्यवाद। सधैँभरि विकृति विरुद्ध बोलिरहनुपर्छ। हरेस खानु हुँदैन होइन। विकृति विरुद्ध, आदर्श विरुद्ध, यो अब श्रम संस्कृति पार। यहाँ तपाईँको चाहिँ नयाँ मान्छेहरू, भिजिटर्स पनि आउनुभएको छ। यसलाई त्यो भएको कारणले मैले गर्दाखेरि अब त पुरानालाई त के सुनाइराख्नु रहेछ। एउटै भजन सुनाएको छ, एउटै गीत होइन। चलेछ बत्ता सुस्तरी भने जस्तो त्यो आमा नाच्नु भएको थियो, बाउ पनि नाच्नु भएको थियो, अहिले पनि चलिरहेको छ। इनफ्याक्ट शम्भु राईले 3 चोटि रिमिक्स गरिसक्यो, गीत त त्यही हो भने जस्तो।
भए पनि होइन नयाँको लागि मैले यहाँ भन्नुपर्छ। यो श्रम संस्कृति पार्क भनेको चाहिँ मेरो काम गर्ने ठाउँ हो। यो म त्यहाँबाट मल बोक्थेँ गोबर